नमस्कार सबैलाई। यहाँहरूलाई मेरो नयाँ भिडियोमा धेरै स्वागत अनि अभिवादन टक्राउँदछु। अहिले बङ्गाल सरकारले धेरै राम्रो स्किमहरू लिएर आउनुभएको छ र त्यसमध्येमा अन्नपूर्ण भण्डार पनि वान अफ द बेस्ट स्किम र त्यो स्किमको लागि तर धेरैवटा हेरेसमेन्टहरू लिनु पर्दैछ, किनभने त्यसमा सबै फ्यामिली मेम्बरको डिटेल्स दिनुपर्ने हुनको कारणले गर्दाखेरि हामीले बाहिरतिर गएर फर्म भरेर जेरक्स गरेर दिनुपर्ने हुन्छ र लाइनमा बसेर त्यो कुराहरू नगर्नु परोस् भनेर चाहिँ मैले तपाईँहरूको निम्ति चाहिँ एकदमै सजिलो र राम्रो प्रकारले विस्तार गरेको भिडियो लिएर आएको छु। तपाईँहरूले एकदमै त्यो भिडियोलाई स्किप नगरिकन अन्त्यसम्म हेरिदिनु होला र हेरेर त्यो फर्म आरामले भर्न सक्नुहुन्छ। र यो भिडियो अलिकति लामो पनि हुनु जाला, किनभने यसको फर्म भर्नको निम्ति पनि धेरैजना सबै फ्यामिली मेम्बरको भर्नुपर्ने हुन्छ र यो लामो पनि हुन जाला र त्यसको निम्ति तपाईँले एकदमै राम्रोसँगले स्किप नगरिकन हेरिदिनु होला। लेट्स स्टार्ट द भिडियो। सबैभन्दा पहिला तपाईँ क्रोम ब्राउजरमा जानुहोस्। क्रोम ब्राउजरमा गएपछि तपाईँले माथि socialregistry.wp.gov.in मा क्लिक गर्नु। त्यसको बादमा सिटिजन फ्यामिली लगइन भनेर इन्टरफेस खोलिन्छ। त्यसको तल चाहिँ एक्सेस सिटिजन पोर्टलमा क्लिक गर्नुहोस्। त्यसको बादमा तपाईँ एप्लिकेन्ट लगइनमा जानुहुन्छ अनि त्यसको बादमा तपाईँले आफ्नो डिस्ट्रिक्ट चुज गर्नुपर्ने हुन्छ। तपाईँ आफ्नो डिस्ट्रिक्ट कुन चाहिँ डिस्ट्रिक्टमा बस्नुहुन्छ त्यहाँ डिस्ट्रिक्ट चुज गर्नुहोस्। त्यसको बादमा चाहिँ तपाईँले रेजिस्टर्ड मोबाइल नम्बर, अब यहाँनिर धेरैजना कन्फ्युजनमा हुनुहुन्छ कि हाम्रो आधार लिङ्क छैन मोबाइल नम्बर भन्ने कुरा, तर जसले पनि गर्नु पाउँछ। यदि आधार लिङ्क छैन भने पनि हामीले अनलाइन फर्म भर्नु सकिन्छ। अब तपाईँले स्टार्ट गर्नुपर्ने हुन्छ आफ्नो डिस्ट्रिक्ट लगाएर। त्यसको बादमा मोबाइल नम्बर लगाउनुहोस्। मोबाइल नम्बर लगाए पश्चात तपाईँलाई ओटिपी आउँछ। ओटिपी हालिसकेपछि तपाईँले यो इन्टरफेस खोलिन्छ। हेड अफ द फ्यामिलीको डिटेल्स लगाउनु पर्ने हुन्छ। हेड अफ द फ्यामिलीको नाम, डेट अफ बर्थ, जेन्डर सबै कुरा सेलेक्ट गरेर लगाउनुहोस् होला। यो लगाए पश्चात अर्को इन्टरफेस आउँछ। जस्तै म यहाँनिर डेट अफ बर्थ लगाउँदैछु, आफ्नो डेट अफ बर्थ। त्यसको बादमा जेन्डर कुन चाहिँ हो, त्यस पश्चात तपाईँले क्याटेगोरी चुज गर्नुपर्ने हुन्छ। कुन चाहिँ क्याटेगोरीमा पर्नुहुन्छ, एसटी, एससी, ओबिसी। त्यसको बादमा तपाईँ कुन चाहिँ रिलिजनमा पर्नुहुन्छ। अनि तस पश्चात चाहिँ तपाईँ आफ्नो कन्ट्याक्ट नम्बर, यदि मोबाइल नम्बरमा आधार कार्डसँग लिङ्क मोबाइल नम्बर लगाउनु भयो भने अझै राम्रो हो है। अनि आफ्नो आधार कार्ड लगाउनुहोस्, आधार कार्ड नम्बर। त्यसको बादमा तपाईँले आफ्नो एड्रेस लगाउनुहोस्, पर्मानेन्ट एड्रेस। त्यसको बादमा तपाईँले आफ्नो पिनकोड लगाउनुहोस्। अनि पिनकोड चाहिँ कुन चाहिँ हो त्यो लगाउनु चुज गरेर त्यसको बादमा आफ्नो पोस्ट अफिस। त्यसको बादमा तपाईँ कुन चाहिँ पुलिस स्टेसन हो त्यो लगाउनुहोस्। तत्पश्चात तपाईँ आफ्नो ब्लक कुन चाहिँ हो त्यो ब्लक चुज गरेर लगाउनुहोस्। आफ्नो जिपी मतलब ग्राम पञ्चायत कुन चाहिँ हो त्यो चुज गरेर लगाउनुहोस्। तत्पश्चात तपाईँ आफ्नो भोटर एपिक नम्बर लगाउनुहोस्। एपिक नम्बर लगाए पश्चात बादमा चाहिँ तपाईँले आफ्नो भोटर आइडी अपलोड गर्नुपर्ने हुन्छ। जसरी मैले आधार कार्ड अपलोड गरेको छु त्यसरी नै भोटर कार्ड पनि अपलोड गर्नुपर्ने हुन्छ। तर याद गर्नुहोस् कि 200 KB भन्दा म्याक्सिमम 200 KB भन्दा माथि जानु हुँदैन। जसलाई यसको विषयमा जानकारी छैन अवश्य कमेन्ट्स गर्नुहोला, म तपाईलाई लिङ्क या अर्को भिडियोमा बताउने छु। यस अर्को अब भिडियोमा कन्टिन्यू जाउँ। एसेम्ब्ली कन्स्टिट्युएन्सी तपाईँ चुज गर्नुहोस्। त्यसको बादमा आफ्नो पार्ट नम्बर चुज गर्नुहोस्। त्यसको बादमा अर्को इन्टरफेस खोलिन्छ नेक्स्ट गरेपछि। अनि तपाईँले आफ्नो रासन कार्ड डिटेल्स दिनुपर्ने हुन्छ। यदि डिजिटल छ भने यस गर्नुहोस्, छैन भने नो। डिजिटल छ भने कुन चाहिँ छ अप्सनमा एएवाई, पिएचएस, एसपिएचएस दिएको छ त्यसमा चुज गर्नुहोस्। त्यसको बादमा तपाईँले आफ्नो रेसन कार्ड नम्बर को डिटेल्स हाल्नु पर्ने हुन्छ। त्यसको बादमा नेक्स्ट गरेपछि तपाईँले आफ्नो घरको डिटेल्स दिनुपर्ने हुन्छ। जस्तै 3 रुमदेखि बेसी छ भने यस गर्नुहोस्, या 3 रुम छ भने यस गर्नुहोस्, 3 रुम
देखि बेसी छ भने चाहिँ नो गर्नुपर्ने हुन्छ। वेदर अन ल्यान्ड मतलब तपाईँको ल्यान्ड चाहिँ छ भने यस गर्नुहोस् र कति छ त्यो पनि बताउनु पर्ने हुन्छ डेसिमलमा। अनि 4 व्हिलर छ भने यस गर्नुहोस्, छैन भने नो गर्नुहोस्। त्यसको बादमा तपाईँको हेल्थ इन्सुरेन्सको अप्सन आउँछ। हेल्थ इन्सुरेन्समा कतिजना कन्फ्युजनमा हुन्छन् कि हेल्थ इन्सुरेन्स मेरो छैन भनेर, तर सबैको प्राय हुन्छ है, किनभने गभर्मेन्ट हेल्थ इन्सुरेन्स त हुन्छ नि त है। त्यसैले तपाईँ गभर्मेन्टमा चुज गरेर स्वास्थ्य साथी कार्डलाई सेलेक्ट गर्नुहोस्। त्यसको बादमा स्वास्थ्य साथी कार्डको अगाडिपट्टि युआरएन नम्बर भनेर लेखेको हुन्छ, त्यो युआरएन नम्बर लगाउनुहोस्। त्यसको बादमा तपाईँ नेक्स्ट गरिदिनुहोस्। नेक्स्ट गरे पश्चात चाहिँ तपाईँले अर्को इन्टरफेस खुलिन्छ स्क्रिनमा। अर्को इन्टरफेस खुलेपछि चाहिँ तपाईँले त्यसको डिटेल्स हाल्नुपर्ने हुन्छ। जस्तै यहाँनिर खुलिएको छ कि तपाईँले आफ्नो इन्कम, जस्तै तपाईँले ट्याक्स पे गर्नुहुन्छ भने यस गर्नुहोस्, पे गर्नु हुँदैन भने नो गर्नुहोस्। तपाईँको प्यान कार्ड छ भने यस गर्नुहोस्, छैन भने नो गर्नुहोस्। छ भने चाहिँ तपाईँले प्यान कार्ड नम्बर हाल्नुपर्ने हुन्छ। अनि तपाईँको इयरली इन्कम चाहिँ कति हुन्छ, जस्तै मैले यहाँ 1.5 लाख रुपियाँ इयरली इन्कम भनेर लेखेको छु है। त्यसरी नै तपाईँले पनि लाउन सक्नुहुन्छ। अनि जब यदि गर्नुहुन्छ भने कुन चाहिँ जब गर्नुहुन्छ त्यो पनि बताउनु पर्ने हुन्छ। त्यसको बादमा तपाईँले आफ्नो एजुकेसन क्वालिफिकेसन मेन्सन गर्नुहोस्। अनि अर्को छ तपाईँको एमएलए, एमपी या पञ्चायत बडी कुनै पनि लोकल बडीमा काम गर्नुहुन्छ भने यस गर्नुहोस्, नभए नो गर्नुहोस्। अनि गभर्मेन्ट पेन्सनर हो भने यस गर्नुहोस्, नभए नो गर्नुहोस्। यदि जिएसटी तिर्नुहुन्छ भने यस गर्नुहोस्, नभए नो गर्नुहोस् है। त्यहाँबाट नेक्स्ट गरेपछि अर्को अप्सन खुलिन्छ। अर्को अप्सन तपाईँको अब एसआइआरलाई लिएर छ। यदि तपाईँ अन्डर सिएए हो भने चाहिँ तपाईँले यस गर्नुहोस्, या भने नट एप्लिकेबल या नो गर्नुहोस् है। अर्को छ तपाईँको एसआइआरमा यदि तपाईँको नाम डिलिट भएको छ भने यस गर्नुहोस्, नत्र नो गर्नुहोस्, नभए नट एप्लिकेबल गर्दा पनि हुन्छ है। अनि त्यसको बादमा सेभ एन्ड ड्राफ्ट गरेर त्यसलाई नेक्स्ट गर्नुहोस्। त्यसको बादमा तपाईँको अर्को इन्टरफेस खुलिन्छ। अर्को इन्टरफेस चाहिँ यदि तपाईँ गभर्मेन्ट स्किम लिनुहुन्छ डिबिटीको माध्यमबाट भने चाहिँ तपाईँले यस गर्नुपर्ने हुन्छ। अवश्य लिनुहुँदैछ, किनभने स्वास्थ्य साथी कार्ड चाहिँ हामीलाई गभर्मेन्ट स्किम नै हो। त्यही भएर हामीले यस गरेर स्वास्थ्य साथीमा तपाईँ टाइप गरेर अथवा त्यहाँनिर स्क्रोल डाउन गरेर पनि तपाईँले क्लिक गर्न सक्नुहुन्छ। अन्त यदि तपाईँ यसमा कन्फ्युजन नहुनु, यदि तपाईँ त्यो स्किमलाई छोड्नु चाहनुहुन्छ भने मात्रै यस गर्नुहोस्, नभए नो नै अप्सन राखिदिनु होला है। त्यसको बादमा चाहिँ तपाईँले अर्को मेम्बर, यानि कि हस्बेन्ड छ भने हस्बेन्ड, नभए वाइफ छ भने वाइफ है, अर्को मेम्बरको डिटेल्स हाल्नुपर्ने हुन्छ। जस्तै मैले यहाँनिर आफ्नो वाइफको डिटेल्स हाल्दैछु। नाम लेख्यो, नाम टाइप गर्यो। त्यसको बादमा उसको र अब हेड अफ द फ्यामिलीको के रिलेसन हो त्यो टाइप गर्नु पर्यो। अप्सनमा दिएको हुन्छ, त्यसमा क्लिक गर्यो। त्यसको बादमा उहाँको डेट अफ बर्थ, इयर, मन्थ अनि डेट तपाईँलाई क्यालेन्डर दिएको हुन्छ। त्यहाँबाट तपाईँले चुज गरेर लाउनु पर्ने हुन्छ। यहाँनिर जसरी मैले लाउँदैछु त्यसरी नै तपाईँले चुज गरेर लाउनु पर्ने हुन्छ। त्यसको बादमा चाहिँ उहाँ चाहिँ के हो, मेल हो कि फिमेल हो कि के हो। अनि तपाईँको अर्को छ तपाईँको क्याटेगोरिज एसटी, एससी, ओबिसी जे पनि। अनि अर्को रिलिजन, कुन चाहिँ धर्ममा पर्नुहुन्छ। त्यसको बादमा तपाईँले आफ्नो कन्ट्याक्ट नम्बर त्यहाँनिर लगाउनु पर्यो। त्यसको बादमा तपाईँले आधार कार्ड नम्बर लगाउनु पर्यो। आधार कार्ड नम्बर लगाएपछि आधार कार्डको तपाईँले डकुमेन्ट्स अपलोड गर्नुपर्ने हुन्छ। त्यसको बादमा तपाईँले एपिक नम्बर, भोटर आइडी नम्बर लगाउनु पर्यो। भोटर आइडी नम्बर लगाएपछि चाहिँ तपाईँले भोटर कार्ड आइडीलाई चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। अनि तपाईँले एसेम्ब्ली कन्स्टिट्युएन्सी मतलब तपाईँ कुन चाहिँ कन्स्टिट्युएन्सीमा पर्नुहुन्छ त्यो तपाईँले चुज गरेर लाउनु पर्ने हुन्छ। अनि त्यसको बादमा पार्ट नम्बर, कुन चाहिँ पार्ट नम्बरमा पर्नुहुन्छ त्यो पार्ट नम्बर तपाईँले लगाए पश्चात चाहिँ तपाईँले आफ्नो स्क्रिनमा त्यहाँ नेक्स्ट लेखेको हुन्छ, त्यसमा नेक्स्टमा क्लिक गर्नु होला। क्लिक गरेपछि फेरि तपाईँको अर्को अप्सनमा जान्छ। अर्को अप्सनमा तपाईँको हेल्थ इन्सुरेन्स छ कि छैन, अघि सेम जुन चाहिँ तपाईँले अघिको मेम्बरको बारेमा भन्नुभएको थियो सेम त्यही डिटेल्स तपाईँले भर्नुपर्ने हुन्छ। जस्तै मैले यहाँनिर भर्दैछु गभर्मेन्ट स्किम, हेल्थ स्किममा कुन चाहिँ हो सबै त्यहाँ युआरएन नम्बर लगायो है। त्यसको बादमा तपाईँले
पे गर्नुहुन्छ भने ट्याक्स पे गर्नुहुन्छ भने यस नभए नो गर्नु पऱ्यो। त्यसको बादमा प्यान कार्ड छ भने प्यान कार्ड डिटेल्स लगाउनु पऱ्यो। त्यसको बादमा तपाईँ यदि जब गर्नुहुन्छ भने कुन चाहिँ जब त्यहाँनिर अप्सन दिएको हुन्छ त्यसमा टिक गर्नु पऱ्यो। त्यसको बादमा आफ्नो हायर क्वालिफिकेसन छ भने तपाईँले त्यहाँनिर दिएको हुन्छ लिटरेट इलिटरेट या हायर क्वालिफिकेसन कति हो त्यो तपाईँले यहाँनिर मेन्सन गर्न सक्नुहुन्छ। त्यसको बादमा तपाईँ अघि मैले एमएलए बडी या हायर कुनै पनि पञ्चायत बडीको अन्डरमा काम गर्नुहुन्छ भने यस नभए नो। त्यसको बादमा तपाईँ सिसिए अन्डर सिसिएमा हुनुहुन्छ भने यस नभए नो। त्यसको बादमा एसआइआरमा डिलिटेड छ भने यस नभए नो गर्नु पऱ्यो। त्यसको बादमा चाहिँ फाइनली तपाईँ अन्नपूर्ण भण्डारको अप्सनमा पुग्नुहुन्छ। यदि तपाईँ अप्लाई गर्नुहुँदैछ तपाईँको क्याप इलिजिबल हुनुहुन्छ भने यस आई एम अप्लाइङ भनेर तपाईँले अप्सनमा क्लिक गर्नु पऱ्यो। त्यसको बादमा चाहिँ डिबिटी तपाईँको डिबिटी स्किम बेनिफिट छ भने यस गर्नु पऱ्यो नभए नो गर्नु पऱ्यो। अभियसली सबैले यसै गर्नुपर्ने हुन्छ किनभने डिबिटी स्किम हामीले अलरेडी लिइरहेको हुन्छौँ है। स्वास्थ्य साथी हेल्थ स्किम त्यो पनि डिबिटी स्किममै आउँछ। तपाईँले नो चाहिँ एकदमै नगर्नु होला। अनि अप्सनमा दिएको हुन्छ त्यसलाई क्विट गर्ने भए चाहिँ तपाईँले यस नभए नो लेख्नुपर्ने हुन्छ। त्यसको बादमा चाहिँ अर्को मेम्बरको डिटेल्स दिनुपर्ने हुन्छ। यदि तपाईँको मेम्बर चाहिँ नानी हो भने चाइल्डमा क्लिक गर्नु पऱ्यो नभए अडल्ट हो भने अडल्टमा क्लिक गर्नुपर्ने हुन्छ। मेरो यहाँनिर नानीको भन्नुपर्ने छ त्यही भएर मैले चाइल्ड अप्सनलाई क्लिक गरेर मैले उहाँको नानीको नाम यहाँ टाइप गर्दैछु र नानीसँग हेड अफ द फ्यामिलीको रिलेसन चाहिँ के हो भनेर त्यो यहाँनिर मेन्सन गर्नुपर्ने हुन्छ। हेड अफ द फ्यामिलीसँग नानीको रिलेसन। त्यसको बादमा उसको डेट अफ बर्थ यहाँ क्यालेन्डरमा चुज गरेर तपाईँले लेख्नुपर्ने हुन्छ। त्यो लेखिसके पश्चात चाहिँ तपाईँले उसको जेन्डर के हो मेल फिमेल त्यो चुज गर्नु पऱ्यो। त्यसको बादमा उहाँ कुन चाहिँ क्याटेगोरीमा पढ्नुहुन्छ एसटी एससी ओबिसी। त्यसको बादमा कुन चाहिँ रिलिजनमा पढ्नुहुन्छ धर्म कुन चाहिँ हो। त्यसको बादमा तपाईँले कन्ट्याक्ट नम्बर दिएर दिनुपर्ने हुन्छ। ऊ फेरि त्यसको बादमा तपाईँले उहाँको फेरि आधार नम्बर छ भने आधार कार्ड छ भने आधार नम्बर लगाउनु पर्ने हुन्छ छैन भने नलगाउँदा पनि हुन्छ। हेल्थ स्किम तपाईँले लिनु भएको छ कि छैन कि त्यो अघि सेम प्रोसेस हो एउटै प्रोसेस तपाईँले गर्नुपर्ने। यसरी नै फ्यामिली मेम्बरलाई एड गर्दै उसको डिटेल्स हाल्दै गर्नुभयो भने आरामले अवश्य पनि तपाईँले सक्नुहुनेछ। यहाँ मेरो अलरेडी सबमिट हुन लागिसकेको छ। यसरी नै तपाईँले आफ्नो एप्लिकेसन भरेर सबमिट गर्न सक्नुहुनेछ र यसको पश्चात चाहिँ तपाईँले यसरी नै रेफरेन्स नम्बर पाउनुहुनेछ र यो रेफरेन्स नम्बरले चाहिँ तपाईँले फर्दर स्टेटस चेक गर्नु सक्नुहुन्छ भयो कि भएन भनेर है। आशा छ मैले बताएको कुरा अनि मैले बनाएको भिडियोले तपाईँलाई धेरै सहायता गर्नेछ भनेर। मन पर्यो भने लाइक सेयर कमेन्ट्स अनि पेजलाई फलो गरिदिनु चाहिँ एकदम नबिर्सनु होला है।